हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदमै ठिक छु कि धेरै महिनापछि 5 महिनापछि म फेरि युट्युबमा ब्याक भएको छु। अनि त्यसपछि चाहिँ आज चाहिँ यसो भिडियो पोस्ट गरौँ भनेर, मतलब त्यो भिडियो चाहिँ मैले पहिला बनाएको थिएँ कि, अनि त्यही भएर अनि त्यो चाहिँ अलिअलि एडिट गरेर अपलोड गर्दैछु कि यति साह्रै झ्याउ लाग्छ कि साथीहरू, यति झ्याउ लाग्छ कि भिडियो बनाउनु त बनाइन्छ तर एडिट गर्न यति झ्याउ लाग्छ मलाई हो। त्यो भिडियो बनाएर एडिट गर्ने जति झ्याउ त केही लाग्दैन कि मलाई। सो तपाईँहरूले ब्याकग्राउन्ड देखेर थाहा पाइसक्नुभयो म ड्युटीमै छु। अनि मेरो चाहिँ ब्रेक टाइम हो कि साथीहरू। अनि आज सन्डे चाहिँ एक्लै हुन्छु नि त, अनि त्यही भएर अनि आज खाजा हुँदैन, क्यान्टिन बन्द हुन्छ, अनि त्यही भएर रुमबाटै ल्याउनु पर्छ क्या। अनि मैले चाउचाउ लिएर आएको थिएँ, अनि कफी बनाएर खाएँ, अनि भात लिएर आएको छु मैले, भात तरकारी लिएर आएँ, दाल अहिले एकछिनमा खान्छु। सो त्यही हो साथीहरू, यस्तो झ्याउ लाग्छ कि मतलब झ्याउ प्लस अब बनाउने टाइम पनि हुन त हुन्छ तर के कन्टेन्टमा बनाउनु हो जस्तो लाग्छ कि मलाई। अनि कतिजनाले भन्नुहुन्छ भ्लग किन नहाल्नु भएको, भ्लग बनाएर हाल्नु भन्नुहुन्छ। मलाई जति झ्याउ अल्छी त कसैले लाग्दैन होला हौ साथीहरू। म यति झ्याउ लाग्छ कि यति झ्याउ लाग्छ कि कसम भनेको हौ। आमा अलिकति फ्री भयो भने त मोबाइलै मात्र हेर्नु मन लाग्छ, अनि सुत्दिउँ जस्तै लाग्छ। यति अल्छी लाग्छ। नेपालबाट आएदेखिबाट त भ्लग बनाएको पनि छैन। त्यो अलिअलि बनाएको छु साथीहरू, त्यही चिसो थोरी गरेर एडिट गरेर हाल्छु म। सो मेरो नाक चाहिँ रुगा लगाएको चाहिँ मलाई ठ्याक्कै 1 वर्ष जति भइसक्यो। यो नाकले यस्तो दुःख दिएछ साथीहरू, यस्तो दुःख दिएछ, जे गरे पनि सन्चो नि हुँदैन। कति औषधि गरेँ। सो त्यही हो साथीहरू, भ्लग हेरेर साथ दिनु होला, माया नमार्नु होला। सो माया त मार्नुहुन्न थाहा छ मलाई। त्यही भएर यो भिडियो जस्तो भयो भने हेरेर साथ दिनु होला। त्यही नै हो। अब कस्तो अब भिडियोहरू अब कति के ल्याउनु कस्तो ल्याउनु झ्याउ लाग्छ। यसो मुखबाङहरू बनाएर हालौँ भने अब झ्याउ लाग्छ कि मलाई। यति झ्याउ लाग्छ कि पहिलाको भन्दा पनि यति अल्छी बल्छु कि म साथीहरू, के कुरा गर्नु र खै के कस्तो सुन्ने जस्तो कस्तो भयो। त्यही हो। यसो हेर्दै गर्नु होला। अब समय मिलेछ भने, अल्छी लागेन छ भने लिएर आउँछु भ्लग। सो हेर्नु होला। के को 5 महिना हुनु, 4 महिना पो रहेछ यसो हेरेको त। 4 महिना लगभग 5 महिना भनौँ। यस्तै हो क्या भ्लग बनाउन के अरे भ्लग नबनाएपछि बोल्नलाई पनि कस्तो अप्ठ्यारो लाग्ने। सिगान त्यही हो, 4-5 महिना भने जे भने पनि त्यही होला। लु हौ साथीहरू, म त ड्युटी जानु आँटेको। गर्मी छ, ठिकै छ, त्यस्तो गर्मी भन्दा पनि। ल म चाहिँ ड्युटी जान्छु। तपाईँहरू चाहिँ अब बेरोजगारीहरू सुतेर बस्नु। ड्युटी जानु आँटेको म त। यस्तै छ, जानु पर्यो, काम गर्नु पर्यो। लु भ्लग नि कतिजनाले भन्नुहुन्छ भ्लग किन हाल्नुहुन्न भनेर। यस्तै छ यही, जानुको आतुर हुन्छ। के को भ्लग बनाउनु साथीहरू, यो ड्युटी जाँदा र आउँदा ठिक्क हुन्छ। ड्युटी जाऊ आऊ खाना खाऊ गर्दा ठिक्क हुन्छ। के को भ्लग बनाउनु हो, कति भयो मैले भ्लग साँच्ची पनि नहालेको, अपलोड नगरेको। किन झ्याउ लाग्छ हौ। बिहानभरिको सुत्दियोस् यस्तै है। म चाहिँ अब ड्युटी जानु आँटेको। मेरो बेलुकीसम्म हो नि त ड्युटी। मैले बालाएँ अब टिकटक आइडी त छ, तर भिडियोहरू अपलोड गर्नु, भिडियोहरू बनाउनु न हौ। गाना गाएर हाल्नु भन्छु, अनि म हाल्दिनँ भन्नुहुन्छ।
देखा फेरि बाले फेरि यस्तो माया गर्नुहुन्छ के रिसमा पनि यति माया छ तर बा आमाले नि उति नै माया गर्नुहुन्छ तर बाले नि माया गर्नुहुन्छ बाले त स्क्रिन के अरे त्यो स्क्रिन वालपेपरमा के त्यो स्क्रिनको वालपेपर हुन्छ नि त्यो वालपेपरमा त मेरो र बाको फोटो राख्नु हो जस कति माया गर्नुहुन्छ त्यही नै खुसी लाग्छ धेरै माया मेरो बा आमालाई सधैँ यस्तै खुसी पारिराख्न पाऊँ सधैँभरि साउको भन्दा ब्याजको माया लाग्छ भन्थेँ नि म ब्याज हो क्या आमा र भाको नातिनी भएर पनि कहिले नातिनी जसरी माया गर्नु कहिले नातिनी सरा गर्नु भएन जहिले आफ्नै छोरछोरी जहिले आफ्नै छोरी जसरी हुर्काउनु भयो पढाउनु भयो बढाउनु भयो खुसी लाग्छ कहिलेकाहीँ जस यो ठाउँमा आउँदाखेरि आफूलाई चाहिँ बेसी प्राउड फिल लाग्छ छोरी मान्छे भएर पनि यति गर्न सकेँ मैले छोराले गर्नुपर्ने ठाउँमा छोरीले गरेँ भनेर यति चाहिँ प्राउड फिल लाग्छ क्या मलाई जस धेरै हौसलाहरू दिनुहुन्छ आमाहरूले कहिले नराम्रो काम नराम्रो बाटोतिर नहिँड भन्नुहुन्छ जसको आमा बाबालाई नि त्यही त हो खुसी नै छौँ खुसी नै छ अहिलेसम्म धनी पनि बन्नु छैन क्या मलाई जस आफूलाई खाना र लाउन भए पुग्छ क्या अहिलेसम्म कसैलाई गुहार माग्नु परेको छैन त्यही नै ठुलो कुरा हो क्या आमा बालाई खुसी राख्नु नै त्यही नै आफू धनी हुनु हो क्या अनि हातै गल्यो हौ साथीहरू त यो भ्लग नबनाएको भएर होला कति भयो नि त अनि हात गल्यो हात गल्छ जस्तो अनि यहाँ बसेको के यत्तिकै छु भएर काम छ नि त एकदम माथि हेर्दै हुनुहुन्छ हामीलाई खानासाना खाइयो अब एकछिन बसिन्छ अनि फेरि काम गरिन्छ त्यस्तै छ पढ्दैछु जिन्दगानी देखिन्छ क्या यस्तो छ यस्तो घाम मजाको घाम लाग्यो त यस्तो घाम लागेको अनि आनन्द पनि हुन्छ अनि आजको ड्युटी पनि सकियो अब फेरि भोलि अनि फेरि पर्सि छुट्टी यसरी नै बितिरहेका छन् मेरो दिनहरू जहिले यस्तै हो क्या अनि भिडियो बनाउने कन्टेन्टै हुँदैन एउटै कन्टेन्ट कति बनाउनु वाक्क दिक्क लाग्छ हौ मलाई त के भन्नु तपाईँहरू हेर्नेहरूलाई पनि वाक्क दिक्कै त्यही एउटै कति हेर्नु जस्तै हुन्छ क्या अहिले नयाँ भन्दा पनि अस्ति न तका एकचोटि घुम्न गएको थियो क्या उता कतातिर हो अनि घुम्न गएको थियौँ अनि त्यतिखेरको भिडियो बनाउँछु भनेको दिमागमा आए पो त बनाउँछु चाहिँ भनेको थिएँ तर मैले बिर्सेँ क्या बिर्सेँ त के भन्नु झ्याउ लाएर नि यस्तो झ्याउ लाग्छ मलाई यस्तो झ्याउ लाग्छ मलाई जति झ्याउ कसलाई लाग्छ होला मलाई जति अल्छी मलाई जति झ्याउ म जतिको सुत्छ होला मामा मलाई अझै निन्द्रा कसलाई लाग्छ होला हौ आमा जहिले निन्द्रा लाग्छ म त के गर्नु र अनि खाना खाने बित्तिकै सुतिहाल्छु म अनि फेरि कहिल्यै ज्यान लाग्दैन खै
हुन त काम हुन्छ बेसी काम पेलाइन्छ नि त पेलाउँछ नि त अनि त्यही भएर नि खाएको जति जान्छ एकैछिनमा त्यही छ अहिले चाहिँ लामो दिन भएको भएर अहिलेसम्म घाम लाग्यो यतिखेर त म ड्युटी सकेर आउने बेला छ त रात पर्छ भाइ यो हरियो यो उसो के नेपालमा पनि पाउँछ यो के भन्छ धुप्पी नेपालमा त कस्तो बास्ना आउँथ्यो त भाइ यसको त आउँदैन भाइ यो आउँदो रहेछ नेपालमा नि पाउँछ त यस्तो त नि नेपाल जस्तै खालको सेम झाडी बिरालोको तामामा यहाँ त कस्तो नआएको कति ब्लर आएको उसले के पिर परेछ मलाई जस्तो पिर परेको होला नि कस्तो नेपाली जस्तो लाग्छ हो यस्तो हरियाली देखेर त घामला यस्तो फुल त क्या नेपालमा के त्यो खोल्सामा फुल्थ्यो नि त हामीले गुइया फुल भन्थ्यो क्या यस्तो यतातिर चाहिँ यसरी छ कति मजाले फुला यस्तो त कति मिठो गनाउँछ यसको फेरि बास्ना फेरि हेर्दा कति राम्रो कति धेरै खाबा यस्तो त यो फुल नभएको त कता होला र नि जता पनि हुने यस्तो फुल त यो फुल यस्तो मजाले फल्छ यो गर्मीमा झन् यसको चाहिँ अचार बनाएर नि खाँदो रहेछन् क्या मलाई पनि थाहा थिएन यहाँ थाहा पाएको के कोइरा लाग्यो के भन्छ नि यसको मेरो टाउकोमा त्यो सिसी क्यामेरा जता नि हाँक्ने ताप्ने सबैमा सिसी क्यामेरा राखेर यो फल्ने कस्तो मिठो हुन्छ अमिलो हुन्छ यो सकियो यसको नि हरियाली यो फुल्ने जताततै हुने फेरि कस्तो राम्रो फुल छ नि हाई कस्तो राम्रो थ्याङ्क यू फर वाचिङ माई भिडियो साथीहरू फेरि यो नेक्स्ट भ्लगमा भेटौँला भन्दै आजको लागि म एन्ड गर्छु बाई बाई सी यू साथीहरू अब घुम्ने आइसक्नु आँट्यो म